ल अर्को भिडियोमा फेरि साथीहरूलाई स्वागत छ। आज चाहिँ म हल्का मन्दिरको दृश्य देखाउँछु। यो मलेसियामा भएको हिन्दूको मन्दिरमा चाहिँ हामी घुम्न आएको। मेरो भाइ छ। आज म नि भाइसँग घुम्न आएको। म त चिन्थिनँ, पहिला चाहिँ आएको, अघि पछि त्यति आएको थिइनँ। त्यही भएर अहिले त पुरा कम्पाउन्डहरू पनि पुरा बनाएको रहेछ। कम्पाउन्ड चट्ट बनाएको चाहिँ यही बजार भएर चाहिँ अहिले त म नि छु, मेरो भाइसँग आएको छु। के कस्तो हुन्छ होला प्रतिक्रिया दिनु होला है साथीहरू। आज तपाईँहरूलाई म मन्दिरको दृश्य देखाउँछु आज। यहाँ चप्पल लानु हुँदैन सागर भाइ? हो र? ल हामी चाहिँ ठ्याक्कै मन्दिरभित्र पस्यौँ। अब मन्दिर यहाँ पनि रहेछ। के गर्नु, हिन्दू हो, यसो मन्दिर त आउनु पऱ्यो नि, घुमघाम गर्नु पऱ्यो। धेरै वर्षपछि आइयो मन्दिर पनि। ओके, आज हामी मन्दिर घुम्छौँ। मन्दिर ठिकठाक छ, तर पहिला जस्तो खासै सरसफाइ त छैन यार मन्दिर। मान्छे पनि आउँदैन रहेछ यहाँ। अहिले त बाटोभरि सबै सफा, केही नगरेको रहेछ मन्दिर त। बाबा अहिले मलेसियाको मान्छेहरू अल्छी भयो र? रुख पनि जत्रो ठुलो, मन्दिर टक्क छ। सागर भाइ अगाडि नजाऊ न यार, पर्खेर बस। म पनि छु है गाइसहरू, म पनि छु सर्लक्क। आज मन्दिर घुमघाम, राम्रो वातावरण, हावापानी पनि मिठो रहेछ। मन्दिर त यति नै हो र? ल हो र, यसो दर्शन चाहिँ गर्नुपर्ने सागर भाइ। दर्शन गर्नुपर्छ नि। राम्रो रहेछ मन्दिर त। पहिला जस्तो सरसफाइ त छैन हो, छैन। ठिक छ, हामीले चाहिँ आज मन्दिर भिजिट गरेको अवस्था हेर्नु ल गाइसहरू। मन्दिर पनि राम्रै रहेछ, मन्दिर पनि ठिक छ त। नेपालको जस्तो अन्डाहरू पनि चढाउँदो रहेछ त यार। आज पानी पनि पर्छ होला, अँध्यारो भइसक्यो सर्लक्क। सागर भाइ हाई भनिदेऊ न। हाई। मेरो अब घुम्न आएको हामी दाजुभाइ। मेरो मिल्ने साथी। पानीले ठट्टाउँछ होला भाइ आज। मन्दिर सर्लक्क जङ्गल देखिन्छ त। पहिला यो डाँडामै हो क्या मन्दिर त। पहिला डाँडामा हो, म पहिला आएको, पछि आएको थिइनँ। अहिले धेरै वर्ष पछि आएको। पहिला त खुट्टाले हिँड्न आउँथ्यो हामी, अहिले त साइकलमा। अब यहाँ तल बस्ने। रुख पनि ठुलो रहेछ। मन्दिरको दृश्य हजुरहरूले हेर्नु होला साथीहरू। पानी पर्यो साथीहरू, पानी पर्यो। सामसाङ चाहिँ पानी परिसक्यो। के गर्नु, हामी पनि अब यहीँ रोकिने भयो पानीले गर्दा। केही छैन, यो तल बसेर पनि जान्छौँ हामी। ल हामी चाहिँ मन्दिरको यात्रा गरेर एकछिन लाग्छ। मन्दिरको यात्रा गर्न धेरै त लाग्दैन। मन्दिरको यात्रा गरेर फर्केको अवस्था अब। म त यता पनि जानु मन लाग्यो, फेरि अर्को के देखेँ, त्यही भएर जान मन लाग्यो। हो यता रहेछ खतरा त, हेर्नु है साथीहरू, खतरा छ। राम्रो छ मन्दिरको दृश्यहरू। मेरो भाइ भागिसक्यो, म चाहिँ भागेको छुइनँ। पानी पर्छ होला, केही छैन, पानी परे पनि। हावा त के मिठो चलेको बाबा। अब चाहिँ हामी मन्दिरबाट फेरि फर्किएको।
फेरि फर्किँदा नि ओह्रालोतिर भिडियो गर्दै जाने हो। यहाँ पनि राम्रो रहेछ मन्दिरहरू त यताउति हावा चल्दा हावा उडाएर आमामा मलेसियामा फेरि पानी पऱ्यो भने यस्तो पानी पर्छ कसम मैले बाटो देखिँदैन। पानी पर्ने अन्धाधुन्दा पानी पर्छ मलेसियामा फेरि। पानीले मार्दैन अहिले सानो पानी हेर्नु नि भाइ। पानी रोकेर जाने हो क्या अब पानीले मार्छ नि। हेर्नु न मन्दिरहरू त ठिक छ हौ रुखहरू छ राम्रो वातावरण छ। अनि मेरो भाइ भागिसक्यो भाइ पानीबाट यस्तो डराउँछ फेरि पानी पनि यस्तो पर्छ मलेसियामा बाबा उही डेन्जर। कम्पनीहरू पनि टन्नै बनेको रहेछ अहिले त। पहिला त कम्पनीहरू पनि बनेको थिएन साथीहरूले इन्जोय गरेर हेरिदिनु ल है ब्लग भिडियो कस्तो भयो। त मान्छे नि नयाँ नयाँ भर्खर सिकेको त्यस्तो राम्रो भएन भने प्रतिक्रिया दिनु होला यो भएन त्यो भएन भनेर मैले पनि सिक्ने मौका पाउँछु। उतै गयो यार मैले टपरै बिर्सेछु फेरि यार गाह्रो छ हो मलाई। रात परेको साथीहरू रात पऱ्यो दिउँसै रात पऱ्यो मलेसियामा दिउँसै रात पऱ्यो। हावाले उठाउँछ यार। ल साथीहरू पानी पनि पर्यो अब अर्को भिडियोमा भेटौँला बाई बाई।